सो हेलो एभ्रिवान, नमस्ते अनि वेलकम ब्याक टु बिसु गेमिङ युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला? सन्चो नभए पनि छिटै ठिक हुनु होला। र आजको भिडियोमा चाहिँ म तपाईहरुलाई हाम्रो जुलाई मन्थको बया पासको चाहिँ रिभ्यू गरेर देखाउने छु। जुन महिनाको बया पास चाहिँ 50% डिस्काउन्टमा गरिनाले दिएको थियो, सबैजनाले निकालिसक्नु भयो होला। अब जुलाई मन्थको बया पासमा चाहिँ यस्तो डिस्काउन्ट आउँछ कि आउँदैन, बन्डलहरु कस्तो हुन्छ, इमोट आउँछ कि ग्लुवाल आउँछ, सबै कुरा म तपाईहरुलाई आजको भिडियोमा नै देखाउने छु। त्यसैगरी हाम्रो गेममा चाहिँ एउटा एलियन जस्तै देखिने यो बन्डल चाहिँ आउने वाला छ। यो बन्डल चाहिँ के हो र कहिलेसम्म आउँछ त्यसको बारेमा पनि अपडेट छ। 8th एनिभर्सरीको इभेन्ट स्टार्ट भइसकेपछि गेमको लबी चाहिँ कस्तो हुन्छ र हाम्रो इन्क्युबेटरको गन स्किनहरु रिटर्नसँग रिलेटेड पनि कुरा गर्नेछु। भिडियोलाई चाहिँ अब अन्तिमसम्म हेर्दिनु होला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ, हाम्रो भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्स्क्राइब गरेर साइडमा रहेको नोटिफिकेसन आइकनलाई पनि अन राखिदिनु होला। र अब चाहिँ हामी हाम्रो आजको कन्टेन्टतिर लागौं। सबभन्दा सुरुमा चाहिँ 8th एनिभर्सरीको इभेन्ट स्टार्ट भइसकेपछि आउने लोडिङ स्क्रिन र लबीको बारेमा कुरा गरौँ। अहिले चाहिँ हाम्रो गेममा सोलारा थिमको लबी अवेलेबल छ। 8th एनिभर्सरीको इभेन्ट स्टार्ट भइसकेपछि तपाईहरुले यो बुलेट ट्रेन वाला लबीलाई चाहिँ देख्न सक्नुहुन्छ। मेरो रेगुलर भिडियोहरु हेर्नुहुन्थ्यो भने चाहिँ तपाईहरुलाई मैले गेममा बुलेट ट्रेन आउँछ भनेर भनेको थिएँ। अब लबीमा पनि तपाईहरुले यसरी बुलेट ट्रेन देख्न सक्नुहुन्छ र गेममा गएर तपाईहरु बुलेट ट्रेन चढ्न पनि मिल्छ। ट्रेन चढेर तपाईहरु एउटा इन्फिनिटी पोइन्टमा चाहिँ जान मिल्छ। त्यहाँनेरि गएर अब एनिमीहरुलाई तपाईहरुले इलिमिनेट गर्नुभयो भने चाहिँ त्यहाँबाट इन्फिनिट आइटमहरु पाउन सक्नुहुन्छ। अनलिमिटेड ग्लुवालहरु, अनलिमिटेड गोलीवाला गन, यस्तो आइटमहरु चाहिँ त्यहाँबाट पाउन सकिन्छ। लबीमा सँगसँगै तपाईहरुले लोडिङ स्क्रिनमा पनि यसैगरी 8 लेखेको वाला एउटा बुलेट ट्रेनलाई चाहिँ देख्न सक्नुहुन्छ। यो वाला एनिभर्सरी इभेन्टमा चाहिँ अब बुलेट ट्रेन सँगसँगै इन्फिनिटीको कुरा चाहिँ अलिकति बढी हुन्छ। अहिले चाहिँ अब हामी एलियन जस्तो देखिने अघि मैले सुरुमा देखाएको बन्डलको बारेमा कुरा गरौँ। यो बन्डलको नाम चाहिँ अलिकति युनिक खालको छ। टुङ 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 सहार यस्तै हुन्छ नाम चाहिँ। यो चाहिँ अब एउटा गीतको थीममा चाहिँ डिजाइन भएको रहेछ। एआई बाट बनाएको गीत, इन्डोनेसियातिर चाहिँ भाइरल गीत रहेछ। मैले गीतको स्क्रिनशट पनि राखेको छु, तपाईहरु युट्युबमा गएर चाहिँ अब यो गीत सुन्न पनि सक्नुहुन्छ। अहिलेको लागि चाहिँ तपाईहरु हाम्रो बन्डललाई चाहिँ मजाले हेर्नु होला। बन्डल चाहिँ एकदमै लिखुरे खालको एलियन जस्तै देखिने छ। यो बन्डल लगाउनु भयो भने तपाईहरुको निधार, ठुलो टाउको, चेप्टो आँखा चाहिँ यत्रो यत्रो हुन्छ र तपाईहरु नाङ्गे हो कि कपडा लगाएको त्यो पनि थाहा हुँदैन। किनभने बन्डल लगाइसकेपछि तपाईहरुको क्यारेक्टरको पार्ट पुर्जा चाहिँ यसले गायब गराइदिन्छ। अलि विचार गरेर लगाउनु होला। र हाम्रो बंगलादेश सर्भरमा यो बन्डल आउँदाखेरि चाहिँ फेडेड विलको इभेन्टमा आउने कुरा छ। निकाल्नको लागि चाहिँ तपाईहरुले त्यही 1085 जति डायमन्ड चाहिँ खर्च गर्न पर्ने हुन्छ। अब तपाईहरुलाई चाहिँ बन्डल कस्तो लाग्यो, बन्डलको बारेमा चाहिँ आफ्नो ओपिनियन तल कमेन्ट सेक्सनमा चाहिँ दिनु होला। अब चाहिँ हामी हाम्रो नेक्स्ट इभेन्टको बारेमा कुरा गरौँ। मैले अगाडिको भिडियोमा चाहिँ तपाईहरुलाई हाम्रो गेममा चाहिँ नाइलोङ रिङ भन्ने एउटा रिङ इभेन्ट चाहिँ आउने वाला छ र यसमा चाहिँ डाइनो जस्तै देखिने बन्डल चाहिँ अवेलेबल हुन्छ भनेर भनेको थिएँ। यो सँगसँगै मैले अरु आइटमहरुको पनि रिभ्यू गरेको थिएँ। तपाईहरु पनि हाम्रो च्यानलमा गएर सबै आइटमहरुको रिभ्यू चाहिँ हेर्न सक्नुहुन्छ। अनि यो इभेन्टको डेटको कुरा गर्नु पर्दा चाहिँ मैले पाएको लिक्स अनुसार यो चाहिँ हाम्रो गेममा 16 जुन भन्दा पछाडी आउने वाला छ। त्यसैगरी हाम्रो नेक्स्ट अपडेट भनेको चाहिँ 14 जुनमा आउने रिङ इभेन्टको बारेमा छ। तपाईहरु 14 जुन भन्दा पछाडी भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ अलिकति स्किप गरेर हेर्नु होला। M1014 शटगन र M60 गनको कोल्याबमा चाहिँ हाम्रो गेममा नयाँ रिङ इभेन्ट चाहिँ आउने वाला छ। गन स्किनहरु चाहिँ पुरानो हुन्छन्। तपाईहरु ओल्ड प्लेयर हो भने तपाईहरुसँग चाहिँ यो गन स्किनहरु पहिलेदेखि हुन पनि सक्छ। जसमध्ये मलाई थाहा भएको पुरानो भनेको चाहिँ र्याम्पेजको यो रातो वाला गन स्किन हुन्छ। बीचमा रिटर्न आएको भए चाहिँ थाहा भएन, नभए 3-4 वर्ष अगाडि हाम्रो र्याम्पेजको इभेन्ट चलेको टाइममा चाहिँ यो इन्क्युबेटरमा आएको थियो। यसको चाहिँ एट्रिब्युट्स पनि खतरनाक छ। रेट अफ फायर चाहिँ डबल हुन्छ। त्यसैगरी तपाईहरुले यो कुकुरवाला M10 को स्किनलाई पनि यो इभेन्टमा चाहिँ देख्न सक्नुहुन्छ। यसलाई चाहिँ अब पुरानो गन स्किन चाहिँ भन्न मिल्दैन। त्यही पनि तपाईहरुले यसमा चाहिँ इफेक्टहरु पाउन सक्नुहुन्छ। तपाईहरुले फायरिङ गर्दाको साउन्ड छुट्टै आउँछ, इफेक्ट पनि छुट्टै हुन्छ र किल एनाउन्समेन्ट पनि हड्डी टाइपले देखाउँछ। त्यसैगरी बाँकी दुईटा गन स्किन चाहिँ M60 को हुन्छ। फर्स्ट वालालाई तपाईहरु स्क्रिनमा हेर्नु होला। यो गन स्किनहरु पनि नयाँ गन स्किनहरु चाहिँ हैन, 3-4 वर्ष अगाडि हाम्रो इन्क्युबेटरमा आएको गन स्किनहरु नै हो। फर्स्ट वालाको चाहिँ ड्यामेज डबल हुन्छ भने सेकेन्ड वालालाई पनि तपाईहरु हेर्नु होला। यसको चाहिँ रेट अफ फायर डबल हुन्छ। एक टाइममा हाम्रो गेममा तहल्का मचाको गन स्किनहरु चाहिँ रिटर्नमा आउने वाला छ। तपाईहरुसँग चाहिँ पहिलेदेखि थियो कि अब निकाल्नु हुन्छ, तल कमेन्ट सेक्सनमा चाहिँ भन्नु होला। र अब अहिलेको लागि चाहिँ हामी हाम्रो जुलाई मन्थको बया पासको बारेमा कुरा गरौँ। जुन महिनाको बया पास 50% डिस्काउन्टमा तपाईहरु सबैजनाले निकाल्नु भयो होला। र अब हाम्रो जुलाई मन्थको बया पासमा पनि डिस्काउन्ट चाहिँ आउने कुरो छ। अहिले चाहिँ एउटा ब्यानर निस्केर आएको छ। ब्यानरमा चाहिँ हाम्रो जुलाई मन्थको बया पासको बन्डल सँगसँगै माथिपट्टि चाहिँ ग्रुप डिस्काउन्ट भनेर राखेको छ। यो इभेन्टले चाहिँ ठ्याक्कै कसरी काम गर्छ भन्ने कुरा चाहिँ निस्केर आएको छैन। इभेन्टको इन्टरफेस चाहिँ यो खालको हुन्छ। तपाईहरुले आफ्नो साथीहरुसँग मिलेर एउटा ग्रुप बनाउनु पर्ने हुन्छ र अब ग्रुपको अनुसार नै तपाईहरुले यहाँबाट डिस्काउन्ट चाहिँ पाउन सक्नुहुन्छ। बया पासको बन्डलहरु राखेको भएर बया पासमै डिस्काउन्ट दिन्छ जस्तो लागेको छ मलाई चाहिँ। त्यही पनि अब अहिले नै स्योर भएर चाहिँ नबस्नु होला। केही दिनमा योसँग रिलेटेड अरु अपडेट पनि आउँछ। त्यो बेलामा चाहिँ म तपाईहरुलाई भिडियो बनाएर भन्ने नै छु। अहिलेको लागि चाहिँ अब हामी हाम्रो जुलाई मन्थको बया पासमा आउने आइटमहरुलाई चाहिँ हेरौँ। हरेक चोटी जस्तै तपाईहरुले यो चोटी पनि बया पास लिने बित्तिकै सुरुमा यो फिमेल वाला बन्डललाई पाउन सक्नुहुन्छ। बन्डलको टाउकोमा
ठाउँमा चाहिँ अब छोटा मोटा टिभी जस्तो पनि देखिन्छ। माथि केलीको क्यारेक्टर आइराखेको हुन्छ। अरू बन्डलको कलर कम्बिनेसन एकदमै राम्रो खालको छ। टपमा चाहिँ तपाईहरुले स्पेशल इफेक्ट पनि पाउन सक्नुहुन्छ। पछाडिपट्टि हुन्छ। त्यसैगरी तपाईहरु प्यान्टलाई पनि हेर्नु होला, प्यान्ट पनि राम्रो खालको छ। त्यसैगरी अब जुत्तामा पनि कुनै कम्प्लेन छैन। टाउकोमा चाहिँ टिभीको सट्टा अरू केही कुरा हाल्दैको भए चाहिँ अझै राम्रो देखिन्थ्यो। यसमा चाहिँ अब स्पेशल इफेक्टहरु पनि एड भएको हुन्छ। तपाईहरु अब घुँडा टेकेर बसेको बेलामा चाहिँ तपाईहरुले त्यो स्पेशल इफेक्टलाई चाहिँ पाउन सक्नुहुन्छ। त्यहाँबाट केलीको क्यारेक्टर निस्किन्छ। जे होस् तपाईहरुले यो बन्डल लगाउनु भयो भने सिग्नलको लागि चाहिँ घुँडा टेकेर बस्नुपर्ने हुन्छ। त्यसैगरी जुलाई महिनाको बोया पासमा तपाईहरुले AN94 को सिग्नल इरोर भन्ने यो वाला गन स्किनलाई चाहिँ पाउन सक्नुहुन्छ। इफेक्ट चाहिँ ठिकै खालको हुन्छ तर यसको एट्रिब्युट्स भने त्यति गतिलो चाहिँ हुँदैन। त्यसैगरी तपाईहरु लेभल 10 मा पुगिसकेपछि बोया पास नगरिकन पनि यो लुट बक्सलाई चाहिँ पाउन सक्नुहुन्छ। लुट बक्समा चाहिँ कुनै पनि स्पेशल इफेक्ट हुँदैन, बस एउटा डब्बा खालको लुट बक्स हुन्छ। फ्रीको आइटममा अब हामीले यो भन्दा बढी चाहिँ नखोज्दा हुन्छ। त्यसैगरी बीचमा चाहिँ अब कुनै पनि राम्रो रिवार्ड छैन। 20 लेभलमा पुगिसकेपछि तपाईहरुले यो ब्यानरलाई चाहिँ पाउन सक्नुहुन्छ र बोया पास गरेर चाहिँ हाम्रो यो एम्फिबियन जिपको स्किनलाई पाउन सक्नुहुन्छ। स्किन चाहिँ अब हो कि होइन थाहा पनि हुँदैन। अलिकति चक्कामा चाहिँ तपाईहरुले कलरिङहरु पाउन सक्नुहुन्छ, नभए चाहिँ नर्मल जिप जस्तो हुन्छ त्यस्तो नै देखिन्छ। त्यसपछि अब 20 लेभलदेखि 30 लेभलको बीचमा चाहिँ कुनै गतिलो आइटम छैन। 30 लेभलमा तपाईहरुले यो ग्रेनेडको स्किनलाई पाउन सक्नुहुन्छ। फुटाउँदाखेरि चाहिँ अगाडिपट्टि यस्तो खालको इफेक्ट चाहिँ अवेलेबल हुन्छ। त्यस्तो धेरै राम्रो खालको इफेक्ट पनि छैन र अब चाहिँ हामी नेक्स्ट लेभलको रिवार्डहरु हेरौं। 40 लेभलमा पुगिसकेपछि तपाईहरुले ब्रोकन टिभी भन्ने यो वाला लुट बक्सलाई चाहिँ पाउन सक्नुहुन्छ। अब टिभी चाहिँ पछाडिबाट फुटेको हुन्छ र अगाडिपट्टि डेन्जर वाला साइन आएको हुन्छ। साइडमा चाहिँ अब लाइटनिङ खालको इफेक्ट पनि छ। त्यसैगरी 50 लेभलमा पुगेपछि तपाईहरुले फ्रीमा यो अवतारलाई चाहिँ पाउन सक्नुहुन्छ र बोया पास गर्नु भएको छ भने चाहिँ AN94 को यो पर्मानेन्ट स्किनलाई पाउन सक्नुहुन्छ। अघि मजाले देखाउन पाएको थिएन, अहिले हेर्नु होला। एट्रिब्युट्स भनेको चाहिँ रेन्ज प्लस हुन्छ, रिलोड स्पिड प्लस हुन्छ भने मुभमेन्ट स्पिड चाहिँ माइनस हुन्छ। 60 लेभलमा चाहिँ यो चक्कुको स्किनलाई पाउन सक्नुहुन्छ। अब यो चाहिँ खासै गतिलो त्यस्तो आइटम चाहिँ हुँदैन किनभने यसमा एट्रिब्युट्स पनि हुँदैन। राम्रो आइटम सँगसँगै कुनै बेला नराम्रो आइटम पनि अब हामीले चित्त बुझाउनु पर्ने हुन्छ। त्यसैगरी 70 लेभलमा पुगेपछि तपाईहरुले फ्रीमा यो सुत्ने बेलामा लगाउने यो चस्मा जस्तो पाउन सक्नुहुन्छ र तपाईहरुले बोया पास गर्नु भएको छ भने चाहिँ ब्याकप्याकको स्किनलाई पाउन सक्नुहुन्छ। 3 लेभलको लुक तपाईहरु हेर्नु होला। टिभीमा चाहिँ अब के आइराखेको हुन्छ, स्पेशल इफेक्टहरु पनि यहाँनिर तपाईहरुले साइडमा पाउन सक्नुहुन्छ। 70 देखि 80 लेभलको बीचमा पनि अब नर्मल आइटमहरु नै छ। 80 लेभलमा पुगेपछि तपाईहरुले यो सर्फबोर्डको स्किनलाई पाउनुहुन्छ। यो चाहिँ अब रिमोटको डिजाइनमा बनाएको छ। अघिसम्म तपाईहरुले टिभी हेर्नु भयो, अब चाहिँ रिमोटलाई हेर्नु होला। यो चाहिँ अब अलिकति युनिक पनि छ र राम्रो पनि छ। त्यसैगरी नेक्स्ट आइटमलाई हेरौं। 90 लेभलमा चाहिँ तपाईहरुले यो चोटी ग्लुवालको स्किनलाई पाउन सक्नुहुन्छ। ग्लुवाललाई चाहिँ गरिनाले पुरानो जमानाको टिभी जस्तो बनाएको छ। तपाईहरु अगाडिपट्टि एन्टिना पनि हेर्न सक्नुहुन्छ। साइडमा चाहिँ त्यो भोल्युम बढाउने बटन पनि हुन्छ। त्यस्तो स्पेशल इफेक्टहरु चाहिँ हुँदैन र तपाईहरुले 100 लेभलमा चाहिँ हाम्रो बोया पासको मेन मेल वाला बन्डललाई चाहिँ पाउनुहुन्छ। यो वाला बन्डल पनि खतरा खालको छ। यसको माथिको टप प्यान्ट सबै एकदमै सौनी खालको बनाएको छ। माथिको टिभीलाई चाहिँ अब हटाएर नै युज गरिन्छ। माथिको टप पनि खतरा छ, प्यान्ट पनि तपाईहरुले राम्रै खालको पाउन सक्नुहुन्छ। जुत्तामा पनि कुनै कम्प्लेन चाहिँ छैन। अर्को अब टिभी वाला टाउको भनेको चाहिँ तपाईहरुलाई स्पेशल इफेक्टको लागि दिएको हो। यसमा चाहिँ तपाईहरुले म्याक्सिमको क्यारेक्टर पाउनुहुन्छ र अघिको केटी वाला बन्डल जस्तै तपाईहरुले केटा वाला बन्डलमा पनि घुँडा टेकेर बस्नु भयो भने चाहिँ स्पेशल इफेक्टहरु देखिन्छ। ओभरअलमा हाम्रो जुलाई मन्थको बोया पासमा आउने आइटमहरु भनेको चाहिँ यिनीहरु नै हुन्छन्। मैले तपाईहरुलाई फ्रीको आइटमहरु फेरि पनि यहाँनिर देखाइदिएको छु, स्क्रिनमा चाहिँ हेर्नु होला। फ्रीको आइटम गतिलो भनेको चाहिँ यो सर्फबोर्डको स्किन नै हुन्छ। त्यसैगरी अब बोया पासकै कुरा गर्ने हो भने यो चोटीको बोया पास चाहिँ राम्रै खालको छ। तपाईहरुको पैसा वसुल नै आइटमहरु पाउन सक्नुहुन्छ। यसमा पनि अब डिस्काउन्ट दिन्छ भने चाहिँ झन् खतरा नै भइहाल्यो। त्यसैगरी अब तपाईहरुको ओपिनियनमा चाहिँ यो नयाँ बोया पास कस्तो छ, यसलाई चाहिँ अब हेरिसकेपछि निकाल्ने सोच गर्नुभयो कि ननिकाल्ने सोच गर्नुभयो तल कमेन्ट सेक्सनमा चाहिँ भन्नु होला। र आजको लागि चाहिँ मसँग यति नै अपडेट्सहरु छ। त्यही भएर अब भिडियोलाई चाहिँ यही एन्ड गरौँ। फेरि अरु भिडियोमा भेटौँला। टिल देन टेक केयर, बाइ बाइ।